हेलो गाइज, प्रीतिदेखि काठमाडौँको यात्रा सँगै गरौँ है त। गाडी फसेर यति बिजोग भयो, हिँड्दै हिँड्दै आइपुग्यो। त्यसपछि हामीले ऐसेले टिपेर खायौँ। फेरि गाडी फसिहाल्यो त। गाडी फसेर कस्तो धेरै फस्छ नि त गाडी, कस्तो दामी खतरा हो। गाडी चिप्लेको केही गर्दा पनि नहुने, बल्ल तल्ल त्यहाँबाट गाडी निक्लेको थियो, फेरि अर्को ठाउँ गएर आपत भइहाल्यो। गाडी कति फस्यो, ओ माई गॉड यार। खस्रो कुहिए गर्छ नत्र यसको गेडा खानु मिल्छ। बाटोमा पहिरो खसेछ, अब कसरी जाने होला त। हाले त जोतेरै भयो, यस्तै पहिरो गएछ नि त, अब कसरी जाने होला। बेलचा छैन त के गर्नु, यसमै पालो गर्नुपर्छ हुन्छ। थिएन होला नि, धान रोपेन तिम्रोतिर? धान रोप्यो? तपाईँ के कुरा गर्नुहुन्छ? अहिले पो अलि बुढो भएको त यार, कति गरेको यो पहिरो खनेर चाहिँ यत्तिको बनायो। त्यसपछि गाडी लिएर गएको, ओ माई गॉड, गाडी त यहाँ हिलाभित्रै छिरिहाल्यो। त्यसपछि हाम्रो दशा सुरु भयो। दिनभरि भोकै 4 बजी गाडी निकालेको, ओ माई गॉड यार, तान्दा पनि आउँदैन हो। अब हामी जङ्गलमा बस्यौँ। जङ्गलमा बसेको भएर यहाँ एउटा घर चाहिँ रहेछ धन्न। यहाँनिर आलु पकाउन लगाएको छ, आलु खाइहरिकन बस्ने। 4 बजी हिँडेको मान्छे कति 10:30 11 बजिसक्यो। तनाव छ तनाव। ल हात दुखिरहेको छ झन्, यतै आएको थियो घुट्टी यता दौरो घुट्टी छ। छैन नि, ट्र्याक्टर बोलाइरहेछ। गाडी यसरी फसेर, ए भगवान्, म पनि यस्तो गहिरो छ, के गरी जानु होला आज। अब चाहिँ हामी खाजा खान जानु पर्यो, लास्टै भयो। ट्र्याक्टर आउँछ भनेर वेट गरेको, ट्र्याक्टर पनि आएन। 1 बज्यो। यो ठाउँबाट नि अलिक पर गाउँ छ अरे, पसलमा गएरी खाजा खानु पर्यो। यस्तो छ, कहाँ हो यो जङ्गल भन्दा होइन, यस्तोमा यस्तो टेन्सन भइदिएर, ओ माई गॉड। यति गाह्रो भयो थियो। यो 3:30 भइसकेको थियो दिनको, त्यही आलु मात्रै खाएँ। बल्ल 3 बजे गाडी बोलाएर, ट्र्याक्टर बोलाएर गाडी निकाल्यौँ। त्यसपछि हामी हिँड्दा 4 बज्यो। त्यसपछि हामी ट्र्याक्टरमा हिँड्यौँ मजाले, कति रमाइलो भएको थियो। अब त्यो गाडी निकालिसकेपछि गाडी अगाडि गइहाल्यो, अनि हिलो कट्नलाई हामीलाई गाह्रो भयो। अनि त्यही ट्र्याक्टरले हामीलाई ओरोसम्म ल्याइदिएको थियो। अनि कसैले खाजा नखाएको भएर कालो चौतारा भन्ने ठाउँमा आएपछि हामी सबैजनाले खाजा खायौँ। ट्र्याक्टरमा झन् बडो रमाइलो हुने रहेछ। त्यसपछि हामी लगभग काला चौतारा पर 4:30 5 बजे हिँडेको थियौँ होला। हाम्रो यात्रा त
खतरा भयो। रमाइलो पनि भएको थियो, सबैजना भाइहरू थिए, रमाइलो गर्ने भाइहरू थिए, रमाइलो त रमाइलै भएको थियो। तैपनि थोरै दुःख पायौँ। अनि हामीले काठमाडौँबाट प्रीति आउने गाडी चाहिँ भेटिसकेका थियौँ क्या। अलि माथि आइसकेपछि हामी त्यहीँको त्यहीँ थियौँ, प्रीति आउने गाडी भेटिसकेका थियो। अनि यो हाम्रो गाडीको नक्कले भाइ साह्रै नक्कले छ, यो ह्यान्डसम पनि छ। कमेडी गरे रमाइलो भयो। त्यसपछि जिरी आउने बाटोमा फसिहाल्यो। त्यसपछि जिरी हेर्न सक्नुहुन्छ, रमाइलो छ। हामी त्यहाँबाट त्यहाँ 6:30-7 बजी 6:30तिर भएको थियो होला आइपुग्दा। अनि त्यहाँबाट गयौँ। अब कहाँ जाने, हामी ठ्याक्कै चरीकोट गएर खाना खाने कुरा भएको थियो। अनि चरीकोट गएर खाजा भन्दा नि खाना खाइवरिकन जाने भयो भनेर गयौँ। जाँदै रात परिहाल्यो। साह्रै गाह्रो भएको थियो, कस्तो गाह्रो भएको थियो। जाँदै रात परिहाल्यो। अनि हामी चरीकोट गएर बस्यौँ। त्यसपछि त्यो दिन त्यहीँ बस्यौँ। हामीलाई साह्रै गाह्रो भएको भएर भोलिपल्ट गयौँ। थ्याङ्क यू।